एकछिन रोकिदिनु म लड्छु होला 5 रुपैयाँ दिन मिल्दैन केही छैन के कतिमा 10 रुपैयाँ केही दिन सक्छ कति हो क्या 20 रुपैयाँमा लिन्छ त कहाँ लिन्छ 20 रुपियाँ आज हामी आएका छौँ ललितपुरको कृष्ण मन्दिरमा आज हामी एक्लै 1000 रुपियाँले 1000 रुपियाँ बनाउन सक्छौँ आउनुहोस् तपाईँको बस्तीमा 1 रुपियाँमा के आउँछ केही छैन केही चक्लेट के होला नि छैन हामीले यहाँबाट चक्लेट किन्यौँ र त्यसपछि अर्को चक्लेटलाई तपाईँले कति रुपियाँमा किन्नुहुन्छ भन्नु कति मतलब 5 10 20 किन्दिनु न कतिमा किन्नुहुन्छ कतिमा थ्याङ्क यू पैसा ही पैसा होगा यो 5 रुपियाँको बदलामा केही दिन सक्नुहुन्छ तपाईँले 10 20 त्यस्तो 5 रुपैयाँ दिन मिल्दैन 5 रुपियाँ मिल्दैन घाटा लागिहाल्छ नि हामीलाई 10 रुपैयाँ 3 दिन्छु नि त हुन्छ थ्याङ्क यू अब हामी यो 10 रुपियाँलाई अब हामी 15 रुपियाँ 1000 रुपियाँ के बनाउन जाँदैछौँ अब रुपियाँबाट चक्लेट बेच्यौँ तर यहाँ एक्सक्युज मी म तपाईँलाई 10 रुपियाँ दिन्छु यसको बदलामा 15 20 केही दिन सक्छु कतिमा किन्नुहुन्छ 20 30 कति तपाईँको मर्जी आफ्नो 20 रुपियाँ हुन्छ भाइ यो कुन यो युट्युब च्यानल आउने हो आउने 20 रुपियाँ लगेर तपाईँले हामीलाई 25 30 केही दिन सक्नुहुन्छ हजुर एक्सचेन्ज केही छैन केही छैन होला हेर्नु छैन यहाँबाट नि रिजेक्सन पायौँ हामीले त्यसपछि हामीले यहाँ रहेको दिदीहरूलाई माग्यौँ उहाँ दिदीहरूले चाहिँ हामीलाई 100 रुपियाँ दिएर सहयोग गर्नुभएको थियो तर यो भिडियो क्यामेरा अलिकति बिग्रेको कारणले हामीले फुल रेकर्ड गर्न पाएन दाइ यो किन्नुहुन्छ 40 50 कतिमा किन्नुहुन्छ यहाँ पनि रिजेक्सन भएको कारणले हाम्रो अर्को साथी आएको छ बेच्नलाई मैं क्या करूं फिर जॉब छोड़ दूं एक्सक्युज मी सिस्टर्स हामी हैन युट्युब भिडियो गरिरहेछौँ हजुरहरूले यो चोकोबन किन्नुहुन्छ 50 मा किन्नुहुन्छ हाम्रो च्यानलको नाम चाहिँ साइको च्यालेन्जर छ 50 रुपियाँ आइसकेको छ मजा आयो सिस्टर हामी भिडियो बनाइरहेको छौँ तपाईँहरू यो हामीसँग कुरकुरे 80 मा किन्न चाहनुहुन्छ हजुरहरू यो कुरकुरे हामीबाट किन्न चाहनुहुन्छ 80 मा हजुरहरूको लागि हामी सेवा गरिरहेछौँ समाज सेवा यसो कमिसन त लिनु पर्यो नि हामी अबे साले तभी मेरा मत मतलब 70 मा किन्न सक्नुहुन्छ 60 मा अरे कहना क्या चाहते हो ग्यास्ट्रिक हुँदैन नि हेर्नु न पिरो छ देखा आपने लापरवाही का नतीजा पानीसँग खानुपर्छ तपाईले 60 50 हामी हिँड्दा छौँ नि त अलिकति समाज सेवा गरेको एक्स्ट्रा कस्ट जीएसटी चाहिँ लाग्छ अब समाज सेवा भन्नु न जोक मारा रे या हाथ सगे हल्का हाथ किन्न सक्छ 60 तपाईको मर्जी अहिले नखाइने घरमा गएर खान मिल्छ 55 60 जति तपाईँको मर्जी हल्का धेरै रुको जरा सक्नुहुन्छ सबर करो बोला धक्का थ्याङ्क यू हामीले चाहिँ त्यो कुरकुरेलाई 60 मा बेच्यौँ र फेरि हामीले चोको पाई किन्यौँ र त्यसलाई फेरि बेच्ने ट्राई गरेछौँ हामीसँग किन सक्नु 30 देखि माथि दिनु भिडियोको लागि हामीलाई नि हल्का सहयोग हुन्छ नि थ्याङ्क यू जति चोखोबन बाँकी रहेको थियो र हामीले यहाँ बेच्न ट्राई गऱ्यौँ तर उहाँहरूले किन मान्नु भएन यहाँबाट नि हामीले बेच्न ट्राई गऱ्यौँ तर यहाँबाट नि हामीले रिजेक्सन बाय बाय टाटा गुड बाय गया चिकन किनिदिनु न 10 भयो नि हुन्छ 5 रुपियाँ दिए नि हुन्छ तपाईँको मर्जी भिडियो युट्युब च्यानलको लागि हो कि एकछिन रोकिदिनु म लड्छु होला 10 त्यत्रो नभन्नु हल्का 50 100 हामी एक्सचेन्ज गरिदिन्छ दिदी त्यो हामीसँग किनिदिन सक्नुहुन्छ तपाईँ कति 30 देखि माथि दिनु तपाईँको त्यसपछि तपाईँको मर्जी 30 देखि माथि
धन्यवाद भयो सक्नुहुन्छ यो किन्दिन सक्नुहुन्छ किनभने चाहिँ तपाईँ भाइरल हुनुहुन्छ नहुने किन्दिनु न खटी हो क्या तपाईँ हजुर यो 25 मा किनेको हल्का त्यो हुनु पर्यो नि त हामीलाई प्रफिट पनि हुनु पर्यो नि त हामी भिडियो बनाउँदैछौँ च्यालेन्ज चाहिँ 1 रुपियाँदेखि त्यो हुँदैछ 1000 अब अहिले चाहिँ हल्का भइरहेछ 200 सम्म पुग्यो तपाईँहरू हेल्प गरिदिनुहुन्छ अब हामीले के नि पाउँदैन यो पायो नि त्यो खानु न यही हो तपाईहरुको कन्टेन्ट यही हो हजुर